एक पटक एउटा धनी मानिस र एउटा माग्ने आम्ने सामने बसिरहेका थिए। अल्छी लागेपछि धनी मानिसले एउटा खेलको प्रस्ताव राख्यो। म तिमीलाई एउटा प्रश्न सोध्छु, यदि तिमीले उत्तर दिन सकेनौ भने तिमीले मलाई $50 दिनुपर्छ। तर यदि तिमीले मलाई प्रश्न सोध्यौ र मैले उत्तर दिन सकिनौ भने म तिमीलाई $5000 दिनेछु। वरिपरि भएका मानिसहरू अचम्ममा परे। यो त माग्नेका लागि सजिलै जित्ने मौका जस्तो देखिन्थ्यो। माग्ने केही बेर हिचकिचायो अनि राजी भयो। धनी मानिसले घमण्डका साथ मुस्कुराउँदै सोध्यो, मलाई भन त पृथ्वी र चन्द्रमा बीचको यकिन दूरी कति छ? माग्ने केही नबोली सोचिरह्यो अनि बिस्तारै आफ्नो खल्तीमा हात हालेर $50 निकाल्यो र धनी मानिसलाई दियो। त्यो नै उसँग भएको जम्मा रकम थाहा थियो। धनी मानिस ठूलो स्वरले हाँस्यो र भन्यो, अब तिम्रो पालो। माग्नेले टाउको हल्लायो अनि एकदमै शान्त भएर सोध्यो, त्यस्तो कुन जनावर हो जो पहाड चढ्दा 3वटा खुट्टाले हिँड्छ तर ओर्लिदा 4वटा खुट्टाले हिँड्छ? धनी मानिसको अनुहारको रंग उड्यो। उसले धेरै दिमाग लगायो। मिनेटहरू बित्दै गए तर उसले उत्तर फेला पार्नै सकेन। उसको घमण्ड बिस्तारै हराउँदै गयो। अन्ततः निराश र हार मान्दै उसले $5000 निकाल्यो र माग्नेलाई दियो। माग्नेले चुपचाप त्यो पैसा खल्तीमा हाल्यो अनि ढल्किएर सुत्न तयार भयो। तर धनी मानिसले आफूलाई रोक्नै सकेन। पर्ख, यसको उत्तर के हो नि? त्यो कुन जनावर हो? एक शब्द पनि नबोली माग्नेले फेरि आफ्नो खल्तीमा हात हाल्यो। धनी मानिसलाई $50 थमाइदियो अनि आँखा चिम्लेर मस्तसँग सुत्यो। किनभने बुद्धिमानी सधैँ महँगो सुटबुट लगाउनेहरूसँग मात्र हुँदैन। कहिलेकाहीँ जीवनले जसलाई सबैभन्दा गाह्रो पाठ सिकाउँछ उनीहरू नै सबैभन्दा चलाख खेल खेल्न जान्दछन्।